साथीहरु हेर्नुस् न अहिले चाहिँ भर्खरै पानी आयो नि त सिलगढीमा चाहिँ अब दिनभरि यति साह्रो गरम थियो कि टेम्परेचर यति साह्रो बेसी बढेर गयो हैन त अहिले बेलुकीखेरि चाहिँ यसरी 7 बजेदेखिको पानी परेको हेर्नुस् न यहाँनिर भर्ने बग्ने गरेर पानी आएछ हैन आयो अनि चाहिँ अब आजको लागि त ठिकै छ मजै आउँदैछ भोलि चाहिँ चिन्ता लाग्दैछ किन भन्दाखेरि चाहिँ जति आज पानी पर्छ नि भोलिको दिन चाहिँ फेरि बसिसक्नै हुँदैन सिलगढी चाहिँ यस्तो खालको छ कि अब जतिजना सिलगढीमा हुनुहुन्छ सबैलाई नै थाहा नै भएको कुरा हो र भोलिको लागि चिन्ता गर्दै चाहिँ भिडियो बनाएको अब भोलि चाहिँ कति हुने हो टेम्परेचर चाहिँ भनेर नि हेर्नुस् न यहाँनिर मान्छेको भिडभाड त त्यति नै छ अब हो भिड्दै नै जाँदैछ किनभने दिनभरि यस्तो घाम थियो कि अब कुनै छाताको आवश्यकता परेन अहिले चाहिँ अब बिचराहरू भिड्दै जाँदैछ म चाहिँ स्टोरबाट नै फोटो खिच्दैछु हो भिडियो बनाउँदैछु हेर्नुस् न यस्तो चाहिँ होला अब भोलिको दिन चाहिँ ल गुड नाइट बाई सी यू